नमस्ते सबैजनालाई। म नगर ग्यालेक्सी कोरियन भाषा केन्द्रमा अध्ययनरत विद्यार्थी हेमन्त भट्ट। आजदेखि हामी नियमित रूपमा बेसिक ए टु जेड, ए देखि लिएर जेड सम्म एडभान्समा उकल्नको लागि सहयोग गर्दै हामी नियमित रूपमा आजबाट बेसिक भिडियोहरू लिएर उपस्थित हुनेछौँ। र लाइक, कमेन्ट, सब्स्क्राइब गर्नुहोला। आजको भिडियो हामी सुरु गरौँ। सिजे, टेन्सलाई सिजे भनेर भनिन्छ। टेन्स भनेको के हो? काल हो है। नेपालीमा टेन्स भनेको काल है। काल भनेको कोरियनमा के हो? सिजे हो है। अब हामीले पहिला के बुझ्नु पर्छ भनेपछि टेन्स पढ्दैछौँ भनेपछि अथवा काल पढ्दैछौँ भनेपछि काल भनेको के त है? काल भनेको के हो भनेपछि क्रियाको समय बताउने शब्दलाई सिजे भनिन्छ। ल, क्रियाको समय बताउने शब्दलाई के भनिन्छ? सिजे भनिन्छ। अब क्रियाको समय भनेको कस्तो भनेपछि तपाईँ कुनै काम गर्दै हुनुहुन्छ है। तपाईँ कुनै काम गर्दै हुनुहुन्छ भनेपछि त्यो काम चाहिँ अहिले गरिरहनु भएको छ अथवा अब गर्ने हो अथवा तपाईँले गरेका थियौ है। हो, त्यो काम जुन समयमा भएको छ त्यो समय बताउनको लागि हामीले काल पढ्नुपर्छ के है। त्यो समयमा मैले त्यो समयमा कुन काम गरेको थिएँ अथवा अहिले के गरिरहेको छु है, त्यो बताउने शब्दलाई के भनिन्छ? सिजे भनिन्छ, काल भनिन्छ है। अब नेपाली जस्तै कोरियन भाषामा पनि काललाई 3 भागमा विभाजन गरेको छ है। ल, ती लेखौँ। नेपाली जस्तै कोरियन भाषामा पनि काल 3 प्रकारका छन्। ल, यहाँसम्म लेख्नुहोस् त। नेपाली जस्तै कोरियन भाषामा पनि काल 3 प्रकारका छन्। ल, माथिको भयो ल है। ल, यहाँसम्म लेख्यो भने नेपाली जस्तै कोरियन भाषामा पनि काल 3 प्रकारका छन्। नम्बर 1 वर्तमान काल, अनि नम्बर 2 भूतकाल, र नम्बर 3 भविष्य काल। नेपाली झै कोरियनमा पनि काल 3 प्रकारका छन्। वर्तमान काल, भूतकाल र भविष्यकाल है। अब हामीले पढ्नु भनेको के हो भनेपछि सबैभन्दा पहिले हामी पढ्नेछौँ वर्तमान काललाई है। नेपालीमा भनेपछि सबै कालका यी वर्तमान काल र भविष्यत कालका चाहिँ
3वटा पक्ष हुन्छन् र भूतका चाहिँ 5वटा पक्ष हुन्छन्। तर कोरियनमा भने त्यस्तो छैन के। कोरियनले के भनिएको छ भनेपछि म सबैलाई के गर्छु, सबैलाई समान माया गर्छु भनेपछि सबैका दुई वटा पक्षहरू रहेका छन्। सबैका दुई वटा पक्ष रहेका छन् है। भनेपछि अब हामी सुरुमा पढ्ने भनेको के हो भनेपछि वर्तमान काल है। वर्तमान काल पढ्ने हो भने तलका टेन्सलाई अहिले हामी के गर्दियौँ, हटाइदिउँ है। ल वर्तमान काल भने के त है। सबैभन्दा पहिले हामीले बुझ्नु भनेको के हो भनेपछि अब वर्तमान काल पढ्दैछौँ भनेपछि योलाई कोरियनमा सकिँदैन भनेपछि नेपालीमा त थाहा हुनु पर्यो है। वर्तमान काल भने के हो भनेपछि अहिले जुन काम तपाईँ गरिरहनु भएको छ है, अहिलेको अवस्थालाई जनाउँछ वर्तमान कालले है। वर्तमान काल भनेको के हो भनेपछि अहिलेको अवस्था है, अहिलेको अवस्था। तपाईँ कुन अवस्थामा हुनुहुन्छ, जस्तै अहिले तपाईँ के गर्दै हुनुहुन्छ, क्लास लिँदै हुनुहुन्छ भनेपछि त्यो वर्तमान काल भयो है। अहिलेको अवस्थालाई के भनिन्छ, वर्तमान काल भनिन्छ है। अब वर्तमान कालका दुईवटा पक्ष रहेका छन् है। देखौँ हो वर्तमान कालका दुईवटा पक्ष रहेका छन्। वर्तमान कालका दुईवटा पक्ष रहेका छन् है। ती दुईवटा पक्ष के हुन् भनेपछि नम्बर 1 मा हो सामान्य वर्तमान काल। सामान्य वर्तमान काल, सामान्य वर्तमान काल जसलाई कोरियनमा के भनिन्छ भनेपछि हन्जे सिजे, हन्जे सिजे भनेर भनिन्छ। अब हामी पढ्ने भनेको के हो, हन्जे सिजे। अनि नम्बर 2 मा के छ हो अपूर्ण वर्तमान काल भनेर हामीले पढेका छौँ। अपूर्ण वर्तमान काल, अपूर्ण वर्तमान काल भनिन्छ नि, शब्दले आफै बोल्छ भनेर। अब यहाँ त अपूर्ण भनिएको छ। अपूर्ण भने के हो, पूर्ण नभएको अथवा पुरा नभएको है। अपूर्णले के अर्थ दिन्छ भने पुरा नभएको है। शब्दले आफै बोल्छ के। अपूर्ण वर्तमान काल भनेको के हो भनेपछि पुरा नभएको काल है। यसलाई के भनिन्छ भनेपछि कोरियन भाषामा हन्जे छिनहेन सिजे, अपूर्ण वर्तमान काल। ल अपूर्ण वर्तमान काल, पुरा नभएको काल है। अब वर्तमान कालका हामीले दुईवटा पक्ष पढ्यौँ, सामान्य वर्तमान काल र अपूर्ण वर्तमान काल। अब हामी सुरुमा के पढ्ने हो भनेपछि सामान्य वर्तमान काल है। सामान्य वर्तमान काल, सामान्य वर्तमान काल, सामान्य वर्तमान कालका अब फर्मेटहरू पढ्नेछौँ है हामी। सामान्य वर्तमानमा कोरियनमा के कसरी बोलिन्छ त है। सामान्य वर्तमान काल, सामान्य वर्तमान काल जसलाई हन्जे सिजे भनेर हामीले अहिले भनिएको थियौँ। हन्जे सिजे
ल अब सामान्य वर्तमानका हामी पहिला त तीनवटा फर्मेटहरू पढ्छौँ है। तीनवटा फर्मेट पढ्छौँ। नम्बर 1 फर्मेट के हो भनेपछि औपचारिक भाषामा सामान्य वर्तमान कालमा औपचारिक भाषामा के कसरी बोल्ने कोरिया गएर है। ल सबैभन्दा पहिले हामी पढ्नेछौँ फर्मल फर्मेट। फर्मल फर्मेट जसलाई नेपालीमा के भनिन्छ भनेपछि औपचारिक भाषा। औपचारिक भाषा है। औपचारिक भाषामा के कसरी बोल्ने हामीले फंक्सा पढ्ने बेला यो भाषा हामी पढिसकेका छौँ। VST प्लस बनिदा र सुन्निदा है। VST प्लस बनिदा सुन्निदा। अनि यो एउटा कुरा याद राख्ने, यो बनिदालाई व्युम्निदा भनेर पढिन्छ है। व्युम्निदा है, व्युम्निदा भनेर पढिन्छ। बनिदा र सुन्निदालाई व्युम्निदा भनेर पढिन्छ भनेर लेख्ने है। अनि यसको नेपाली अर्थ पनि हामीले पढेका थियौँ। छु छौँ छन् छे अनि नछु नछौँ नछन् नु हुन्छ सबै पढेका थियौँ है। ल अब यसपछि के जान्नुपर्छ भनेपछि अब फर्मल फर्मेटको VST प्लस व्युम्निदा र सुम्निदा जसको अर्थ नेपाली के पढ्यौँ हामीले छु छौँ छन् नछ नछौँ नछन् नु हुन्छ भनेर भन्यौँ है। भनेपछि अब के जान्नु पर्यो भनेपछि हामीले यसलाई जोड्ने केमा हो, क्रियामा हो है। VST को पछाडि हो। अब VST को पछाडि के हुन्छ भनेपछि एउटा भौल र कन्सोनेन्ट छुट्याउन जान्नुपर्छ है। अब भौल इन्डिङ भएपछि के लाउने, व्युम्निदा लाउने है। अनि कन्सोनेन्ट इन्डिङ भए के लाउने, सुम्निदा लाउने। सुम्निदा लाउने। अनि ल फाच्छिन है। एउटा कुरा याद राख्ने, जुन यो ल छ यो ललाई चाहिँ माथि न बस ग्रामर आउँदा यो ल चाहिँ ललाई चाहिँ भौल स्वरूप अथवा यसलाई हटाइदिनु पर्छ भन्छ के ग्रामरले। यदि माथि चाहिँ न बस ग्रामर आउँदा फाच्छिनमा ल छ भनेपछि ललाई चाहिँ पूर्ण रूपमा के गर्नुपर्छ, हटाउनुपर्छ र भौल स्वरूप यसलाई हेर्नुपर्छ भनेर भन्छ कि ग्रामरले। तब हामी यहाँनिर ल पनि थापिदिउँ। ल अथवा भौल इन्डिङ भए के लाउने, व्युम्निदा लाउने र कन्सोनेन्ट इन्डिङ भए के लाउने, सुम्निदा लाउने है। ल अब भौल इन्डिङ भए व्युम्निदा, कन्सोनेन्ट इन्डिङ भए सुम्निदा लाउनु पर्छ त भन्यौ है। अब नि मुखले भनेर भएन। अब इक्जाम्पल हेरौँ है। ल इक्जाम्पल हेरौँ। ल इक्जाम्पल हेरौँ है। इक्जाम्पललाई फोकी भनेर भनिन्छ है। उदाहरण जस्तै सामान्य भवमा जोडौँ पहिला हामी है। सामान्य भव भनेको के छ, खादा छ है। खादा भनेको के हो, जानु हो है। जानु भनेको के हो, क्रिया हो है। अब खादा भनेको क्रिया हो भनेपछि हामीले यहाँ भनिसकेका छौँ VST को पछाडि लाग्छ भनेर है। अब यहाँ त्यसलाई हामीले एउटा कुरा अझ सिकेका छौँ, ग्रामर जोड्दा है हामीले पहिला के बनाउनु पर्छ, यसको VST बनाउनु पर्छ। अब खादाको VST बनाउँदा खा भनेको यसको के भयो, VST भयो। हामीले फंक्सा पढ्ने बेला सिकिसकेका छौँ यो कुरा है। खा
भनेको यसको के भयो VST भयो। अब हामीलाई VST आयो है, VST आयो भनेपछि यस पछाडि हामीले जोड्नु के छ विउनिदा र सुनिदा मध्ये एउटा जोड्नु छ भनेपछि अब यहाँनिर हामीले के छुट्याउनु पर्यो त्यसपछि भवल र कन्सोनेन्ट छुट्याउनु पर्यो। यो भवलमा छ कि कन्सोनेन्टमा छ इन्डिङ भवलमा भए के लाग्छ भनेर भनेको थिएँ मैले विउनिदा लाग्छ भनेर भनेको थिएँ र कन्सोनेन्ट इन्डिङ छ भनेपछि के लाग्छ भनेर भनेको थिएँ सुनिदा लाग्छ भनेर भनेको थिएँ भनेपछि अब मलाई भन्नुहोस् यसमा भवल इन्डिङ छ कि कन्सोनेन्ट इन्डिङ छ भवल इन्डिङ छ है भवल इन्डिङ छ भनेपछि के लगाउनु पर्यो हामीले विउनिदा लगाउनु पर्यो भनेपछि अब यो ग्रामर जोड्दा के हुन्छ भनेपछि बलाई चाहिँ हाच्छिमा लेखिन्छ जुन बाँकी पछाडिको निदा हुन्छ योलाई चाहिँ माथि लेख्नु पर्छ भन्छ कि ग्रामरले है। अब योलाई पढ्नुस् त खामनिदा योलाई खामनिदा पढिँदैन के खामनिदा पढिन्छ। खामनिदा किन पढिन्छ भनेपछि यदि थाक्षीमा ब आइ लगत्तै दायाँपट्टि नआउँछ भने यसको उच्चारण म हुन्छ। तब यहाँनिर के भयो खामनिदा खामनिदा भनेको के भयो अब जान्छु जान्छौँ जान्छौँ जान्छन् जानुहुन्छ सबै भयो है यो फर्मेटमा राख्ने है। ल अर्को हेरौँ अब हेरौँ है अब यहाँ हेर्ने मक्ता मक्ता भनेको के हो खानु हो है खानु भनेको पनि के हो क्रिया हो। अब हामीले जोड्नु केमा हो क्रियाको पछाडि हो है क्रियाको पछाडि हो भनेपछि अब यहाँ हेर्ने यसको हामी पहिला त हामीलाई चाहिएको के हो VST हो VST हो भनेपछि हामी यसको पहिला के बनाऊ VST बनाऊ। VST कसरी बनाइन्छ दा हटाएपछि भनेपछि अब मक भनेको के भयो यसको VST भयो। अब VST को पछाडि हामीले जोड्नु के छ बनिदा विउनिदा अथवा सुनिदा जोड्नु छ भनेपछि अब यसमा हामीलाई थाक्षिन छ अथवा कन्सोनेन्ट इन्डिङ छ भनेपछि मैले के भनेको थिएँ सुनिदा लाग्छ भनेर भनेको थिएँ भनेपछि हामीले यसमा लगाउने के उपयुक्त होला सुनिदा होला। अब यसमा सुनिदा लगाएपछि अब योलाई जम्मा जम्मी के भयो मक्सुनिदा मक्सुनिदा भनेको के भयो खान्छु खान्छौँ त्यस्तै खान्छन् त्यस्तै खानुहुन्छ हुन्छ ती सबै है यो फर्मेटमा राख्ने है। ल अब त्यसपछि हेरौँ त अब त्यसपछि हामी चाहिँ अझ बनाऊ ल इरनादा भन्छ के इरनादा भनेको के हो इरनादा भनेको के हो इरनादा भनेको उठ्नु है उठ्नु उठ्नु भनेको के हो भनेपछि निद्राबाट उठ्नु है इरनादा। अब मलाई भन्नुहोस् यसको VST भनेको के हो इरना। अब मैले भवल इन्डिङ र कन्सोनेन्ट इन्डिङ पढाएको छु है बनिदा र सुनिदामा चाहिँ बनिदा र सुनिदा है बनिदा र सुनिदामा चाहिँ मैले भवल इन्डिङ र कन्सोनेन्ट इन्डिङ छुट्याइदिएको छु भनेपछि अब मलाई भन्ने यसमा भवल इन्डिङ
एन्डिङ छ कि कन्सोनेन्ट एन्डिङ छ? भावल एन्डिङ छ। भावल एन्डिङ छ भनेपछि के लाउनु पर्ला हामीले? वनिता लाउनु पर्ला भनेपछि अब के भयो जम्मा जम्मी इ र नाम निदा। इ र नाम निदा भनेको के भयो? उठ्छु है, उठ्छौँ, जस्तै उठ्छन् है, उठ्नुहुन्छ ल इत्यादि है। इ र नाम निदा भनेको के भयो? उठ्छौँ, उठ्छौँ, उठ्छन्, उठ्नुहुन्छ ल इत्यादि है। त्यस्तै अब हामी लेखौँ यसका केही सेन्टेन्सहरू लेखौँ है। सेन्टेन्सहरू अब यहाँ है मैले माथि के भनेको थिएँ? ल हट्छ भनेर है। अब यहाँ आबजिगा हुनुल। अब फल्दा भनेको के हो? कमाउनु हो है। फल्दा भनेको के हो? कमाउनु हो, पैसा कमाउनु हो भनेपछि अब यहाँ हेर्नु त फल्दाको हामीले जोड्नु के छ यसमा? वनिता र सुम्निदा अथवा व्युम्निदा र सुम्निदा जोड्नु छ भनेपछि अब मैले माथि के लेखेको थिएँ भनेपछि ल फाक्सिङ अथवा भावल एन्डिङ भए जहिले पनि के को प्रयोग गरिन्छ? व्युम्निदाको प्रयोग गरिन्छ भनेर मैले माथि लेखिसकेको छु भनेपछि अब यहाँ हेर्ने त फल्दा यसको के छ? क्रिया छ भनेपछि फल यसको के भयो? एसटी भयो। यसको पछाडि जोड्नु के हो? हामीले वनिता जोड्नु हो। सुम्निदा किन लागेन? ल फाक्सिङ छ। ल फाक्सिङ भए जहिले पनि के को प्रयोग गरिन्छ? वनिताकै प्रयोग गरिन्छ भनेपछि अब यहाँ हेर्ने त अब एउटा अरु लेखौँ हामी। यदि फाक्सिङमा ल आए लगत्तै न बस है, यो आउँदा ललाई चाहिँ पूर्ण रूपमा के गर्नुपर्छ? हामीले हटाइदिनु पर्छ भनेपछि अब यहाँ हेर्ने त दायाँपट्टि ब आउँदैछ कि नै? यहाँ ब छ, ब पनि छ है। यहाँ पनि ब आउँदैछ, यो ब यहाँ छ भनेपछि तल के छ? ल पनि छ, ल पनि छ है, ल पनि छ भनेपछि अब यहाँ हेर्ने त त्यसले के भन्छ? नियमले, यो नियमले के भन्छ? ल चाहिँ हट्छ भनेर भन्छ के भनेपछि अब हामीले के गर्नु पर्यो? ललाई हटाइदिनु पर्यो है। ललाई हटाइसकेपछि जोड्नु के हो? यहाँनिर हामीले वनिदा भनेपछि फम्निदा हुने भयो के बुझ्नुभयो? फम्निदा बुबाले पैसा कमाउनुहुन्छ। ल बुबाले पैसा कमाउनुहुन्छ। त्यस्तै राम चाहिँ कफी बनायो कफी खफिरुल। अब मासिदा भनेको के हो? पिउनु हो। मासी यसको के भयो? एसटी भयो। एसटीमा के छ? भावल एन्डिङ छ। भावल एन्डिङ भयो के लाउनु पर्छ? वनिता लाउनु पर्छ भनेपछि मासिमनिदा। राम कफी पिउँछ पनि भयो, पिउँछन् पनि भयो है। तपाईँ इज्जत गर्नुहुन्छ भने पिउँछन् लगाउँदा हुन्छ है। अरू लेखौँ। ल
सीता सीता नुन भन्ने है। सीता चाहिँ हाक्यो ए, सीता चाहिँ हाक्यो ए खामिदा। सीता नुन हाक्यो ए खामिदा। सीता चाहिँ स्कुल अथवा विद्यालय जान्छे भन्ने। सीता विद्यालय जान्छे। ल सीता विद्यालय जान्छे। त्यस्तै अनुमान म चाहिँ सिजाङे खामिदा। यसको अर्थ के भयो? म बजार जान्छु। ल म बजार जान्छु भन्ने। ल हाम्रो सामान्य वर्तमान काल हामीले फर्मल फर्मेटलाई पढ्यौँ है। फर्मल फर्मेटमा केही सोध्नु पर्ने छैन है। फर्मल फर्मेट त हामी पहिलादेखि नै पढ्दै आएका थियौँ। अब महाकाल भनेको के छ भनेपछि इन्फर्मल छ है। तर बुझेपछि चाहिँ पछि चाहिँ सबैभन्दा प्रयोग गर्ने भाषा नै इन्फर्मल हो है। इन्फर्मल हो। अलि बुझ्नको लागि हामीले टिप्स लिनुपर्छ है। ल अब हामी पढौँ। एकदम तयार हुने है पढ्नलाई भने देर गर्नु हुँदैन। इन्फर्मल फर्मेट हो अनौपचारिक भाषा। ल अब हामी पढ्नेछौँ इन्फर्मल। इन्फर्मल फर्मेट। इन्फर्मल फर्मेट भनेको के हो भनेपछि अनौपचारिक भाषा। शिष्ट व्यक्तिको लागि चाहिँ औपचारिक प्रयोग गर्ने बनिदा सुनिदा है। यो अनौपचारिक भनेको के हो भनेपछि तपाईँ हो साथी तपाईँहरूसँग कोही मान्छे मानव ज्यादै घुलमिल छ है। चिनजान छ तपाईँसँग ज्यादै घुलमिल छ घनिष्ठ छ भनेपछि त्यस्ता व्यक्तिहरूसँग के को प्रयोग गर्ने आयो अयो प्रयोग गर्दा हुन्छ है। अब यसको फर्मेट के हुन्छ भनेपछि एसटी प्लस आयो अयो त्यस्तै यो र हेयो यो हुन्छ भन्छ है। भनेपछि यसको नेपाली अर्थ चाहिँ त्यही हो है। नेपाली अर्थ चाहिँ छु छौ छन् छे त्यसै नु हुन्छ है। नु हुन्छ त्यसै न छ न छन् है। न छ न छन् न छौ है इत्यादि सब है। ल अब यसमा चाहिँ होल कन्सोनेन्टको कुरा त केही छैन भनेपछि अब यहाँनिर हेर्नु त महाभारत के दियो भनेपछि आयो पनि दियो अयो पनि दियो यो पनि दियो हेयो पनि दियो भनेपछि जोड भ्यास्टीको पछाडि भन्छ तर पछाडि चाहिँ महाभारत दिदियो है। भनेपछि अब त्यो महाभारतलाई हामी सल्भ गरौँ है। कुन
कन्डिसनमा आयो प्रयोग गर्ने है, कुन कन्डिसनमा अयो प्रयोग गर्ने र कुन कन्डिसनमा यो प्रयोग गर्ने र कुन कन्डिसनमा हेयो प्रयोग गर्ने भन्ने कुरा हामी यो भिडियोमा सिक्ने छौं है। ल अब हेरौं, अब नम्बर 1 मा लेखिहालौं हामी। के लेखौं भनेपछि हो आयो प्रयोग हुने अवस्थाहरू लेखिहालौं है। फर्स्ट आयो प्रयोग हुने, आयो प्रयोग हुने अवस्थाहरू। ल आयो प्रयोग हुने अवस्थाहरू। अब यहाँ है यो इम्पोर्टेन्ट छ, यदि एसटी को अन्तमा आर र ओमा इन्ड छ भनेपछि आयो प्रयोग गरिन्छ भन्छ के। ल यहाँ है यदि भेष्टी को अन्तमा आमा पनि हुनु पर्यो कि त आमा हुनु पर्यो कि त ओमा हुनु पर्यो, यी दुईटै वाक्य मध्ये तपाई एउटै वाक्यलाई पनि यदि भेष्टीको अन्तमा भेटाउनु हुन्छ भनेपछि के को प्रयोग गर्ने, सिधै आयोको प्रयोग गर्ने है, आयोको प्रयोग गर्ने। अब यहाँ है योलाई लेख्यौ। अब यहाँ कस्ता आयो अयो आउँछ हेरौँ है। ल यहाँ त्यस्तै जुन इ र नादा भन्छ के। अब यहाँ इ र नादा भनेको के हो, उठ्नु हो है, उठ्नु हो। अहिले भर्खरै लेखाएको थिएँ मैले यो पनि। अब यहाँ त यो यसको भेष्टी बनाऊ पहिला, इ र ना भयो के है। अब यहाँ आयोको अन्तमा मैले के भनेको थिएँ, आ र ओ भेष्टीको अन्तमा है, भेष्टी इन्ड। यदि भेष्टीको इन्डमा हामी आ र ओ लाई भेटाउँछौँ भनेपछि हामीले के को प्रयोग गर्नुपर्छ, आयोको प्रयोग गर्नुपर्छ हामी भनेका थियौँ माथि हामीले। भनेपछि इ र नादाको भेष्टी के भयो, इ र ना भयो। अब यहाँ हेर्दा वाक्यको यो भेष्टीको अन्त के छ, आ छ। आ छ भनेपछि सिधै के लाउनु पर्यो, हामीले आयो लाउनु पर्यो। अब यहाँ आ चाहिँ अलरेडी छ है, फेरि यो कुरा पनि यहाँ राख्ने, आ चाहिँ अलरेडी छ, हामीले मात्र थप्नु के छ यसमा, यो इ र नायो। हेर्नुहोस् त कति सजिलो छ, इ र नाम लिँदा भन्नु छोडेर इ र नायो भन्ने हो है। इ र नायो भनेको के भयो, उठ्छौँ, उठ्नुहुन्छ, उठ्छौँ, त्यस्तै उठ्छन्, त्यस्तै उठ्छे, उठ्छ, इत्यादि अरू पनि होलान् है। ल उठ्छौँ, उठ्छन्, उठ्छे, उठ्छ है। ल अरू हेर्ने त
अब हेर्ने यहाँनिर हेर्ने ओदा छ। ओदा भनेको के हो? आउनु हो। ओदा भनेको आउनु हो भनेपछि अब यसको मलाई भन्ने भ्यास्टी के हुन्छ? ओ भ्यास्टी चाहिँ यसको के भयो? ओ भयो। ओ भ्यास्टी भयो भनेपछि यदि भ्यास्टीको अन्तमा आ र ओ बाहेक एउटा शब्द तपाईँ भेटाउनुहुन्छ भनेपछि आयो प्रयोग गर्ने भनेर भनेका छौँ। अब यसमा ओ चाहिँ अलरेडी छ है भनेपछि हामीले जोड्नु के छ? आयो छ। अब यसमा ओ आयो यस्तो आयो हुँदैन, यो चाहिँ जिन्दगीभर हुँदैन भनेर बुझ्ने है। पेपरमा यसरी झुक्क्याउँछ है। ओ आयो पनि दिन्छ अनि वायो पनि दिन्छ के? वायो पनि दिन्छ। एन्सर बेस्ड 2 नम्बर भयो। 1 नम्बर किन भएन भनेपछि ओ सँग आयो त जोडिन्छ नि त है। जोडिनेसँग यसरी लेख्नु हुँदैन, बरु जुन वाक्यसँग जोडिँदैन आयो त्यो वाक्यसँग चाहिँ यस्तो हुन्थ्यो है। तर यसमा चाहिँ के छ भनेपछि आयो त जोडिन्छ नि त, जोडिन्छ भनेपछि यसरी जोड्नु पर्छ भन्छ के। यो चाहिँ मल यो चाहिँ यस्तो हुँदैन भन्छ के। हो यसको ठाउँमा के होला? ओ छ। ओमा चाहिँ आयो चाहिँ मजाले जोडिन्छ है। ओमा आयो जोडिन्छ भनेपछि वायो भयो के। वायो भनेको के भयो? आउँछु, आउँछु, आउँछौ, आउँछन्, आउँछिन्, आउँछे सबै भयो है। आउँछ ल। अब यहाँ हेर्नु त अब यहाँ हेर्ने आयो प्रयोग हुने अवस्था सिक्यौँ हामीले। ल यहाँ हेर्ने राममोहन आछिने पाल्ले राममोहन आछिने पाल्ने जुन वाक्य हामीले अहिले लेखेका थियौँ यी र आयो भन्ने है। राममोहन आछिमे पाल्ने हिरन आयो। राम चाहिँ बिहान छिटो उठ्छ। राम बिहान छिटो उठ्छ भन्ने है। ल राम बिहान छिटो उठ्छ। अझै माथुए अझै नभने उनु भन्ने इजे है। इजे माथुए आयो। इजे भनेको अब है। अब माठमा जान्छु। इजे माथुए खायो भन्ने है। young one
दाई चाहिँ दाई चाहिँ जन्मथलोमा खायो भने है दाई चाहिँ जन्मथलोमा जान्छ। अब दाई चाहिँ नलेख्ने दाई लेख्ने है सिधा। दाई जन्मथलोमा जान्छ भने है ल लेख्ने त आयो पर्यो हुने अवस्थाहरू लेख्यौँ है हामीले। अब के लेखौँ भनेपछि आयो पर्यो हुने अवस्था है ल लेख्यौँ। अब हेर्ने है हामीले के पढ्यौँ अहिले आयो पर्यो हुने अवस्थाहरू पढ्यौँ। आयो पर्यो हुने अवस्थामा के पढ्यौँ हामीले यदि VST को अन्तमा आ र ओ मा भए के लगाइन्छ भन्यौँ हामीले आयोको लगाइन्छ भनेर भन्यौँ है ल एउटा ग्रामर हामीले पढ्यौँ। अब के पढौँ भनेपछि अयोको पढौँ है ल अब अयो कुन ठाउँमा लगाउने है अयो अयो पर्योको अवस्था ल अयो पर्योको अवस्था यदि VST को अन्त यदि VST को अन्त है अ उ र उ है अ उ आएपछि आए प्रयोग गरिन्छ। यदि VST को अन्तमा अ उ र उ आएपछि अयो प्रयोग गरिन्छ भनेर लेख्ने। ल लेख्यौ ल अब हेर्ने है यो अ उ अब हेर्ने त छदा छदा भने के हो उभिनु है छदा भने के हो उभिनु। अब यसको VST बनाएर फास्ट स भयो यसको VST स भनेको यसको के भयो VST भयो। जोड्नु हामीले के छ अयो छ। अब तपाईले यो फर्मेटमा जाने त एकचोटि के भेटाउनु भयो अ भेटाउनु भयो
फर्मेटले के भनेको थियो भनेपछि यदि VST को अन्तमा अ उ र उ आएपछि अयोको प्रयोग गरिन्छ भनेर फर्मेटले भनेको थियो। भनेपछि अब यहाँनिर त सदाको स चाहिँ यसको के भयो VST भयो। यसमा VST को इन्डिङ के छ अ छ है, अ छ कि छैन VST को इन्डिङ अ छ भनेपछि यहाँ पनि अ छ भनेपछि के लाउनु पर्यो हामीले अयो लाउनु पर्यो। अब एउटा कुरा अझ याद राख्ने समा अ त अलरेडी छ, हामीले मात्र के थप्नु पर्यो यो थप्नु पर्यो। भनेपछि सयो भनेको के भयो उभिन्छ उभिन्छन् उभिन्छु छौँ उभिन्छौँ उभिन्छिन् है उभिन्छे इत्यादि लेख्नु होला है। उभिन्छु उभिन्छौँ उभिन्छिन् उभिन्छे है। त्यस्तै अर्को हेर्ने नानुदा है, नानुदा नानुदा भनेको के हो बाँड्नु ल है। नानुदा भनेको के भयो बाँड्नु। अब यहाँ है ल यहाँ यसको VST बनाइहाल्नु फास्ट। नानु भनेको यसको के भयो VST भयो। अब यहाँ हेर्ने त यो फर्मेटमा अझ जाने हामीले यो फर्मेटमा जाउँ त अ उ उ यी बाहेक के वाक्य भेटाउनुहुन्छ यहाँनिर उ भेटायो होइन उ भेटायौँ भनेपछि के लाउनु पर्यो हामीले सिधा अयो। बुझ्दैछौँ नि बुझ्दैछौँ भनेपछि यसमा अब सिधा हामीले के लाउनु पर्यो अयो। अब के बुझ्ने भनेपछि यो उमा चाहिँ अयो जोडिन्छ भनेर बुझ्ने। यो वाक्य कहाँ देखेका छौँ कहाँ देखेका छौँ यसलाई कम्बिनेसनमा देखेर होला है। उसँग अ व भनेर पढेका थियौँ हामीले है देखेका थियौँ भनेपछि उसँग के हुने रहेछ अ चाहिँ जोडिने रहेछ भनेर प्रश्न भयो। भनेपछि अब के लाग्ने अ चाहिँ यसरी जोड्नु पर्छ के नानयो 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 भनेको के भयो बाँड्छु बाँड्छौँ। एकदम इन्टेलिजेन्ट छ है। बाँड्छु बाँड्छौँ छन् बाँड्छन् बाँड्छ त्यस्तै बाँड्छे इत्यादि। बाँड्छु बाँड्छौँ बाँड्छन् बाँड्छ बाँड्छे है। अब हेर्ने खुदा खुदा भने के हो ठुलो हुनु ठुलो हुनु खुदा है। अब यहाँ हेर्ने त हामीले यसको त बनाइसक्यौँ है यसको पनि बनाइसक्यौँ बच्यो के उ बच्यो। अब यहाँ हेर्ने त खुदाको VST बनाउँदा हामीले उ VST भयो कि भएन भयो। अब VST को पछाडि यदि अ उ
र उमा यदि VST एन्डिङ छ भनेपछि मैले के भनेको थिएँ अयो लाग्छ भनेर भनेको थिएँ। भनेपछि अब यहाँनिर त यहाँनिर उ भेटाउनुहुन्छ कि भेटाउनुहुन्न? भेटायौँ हामीले उ, यहाँ पनि उ छ भनेपछि के लाग्यो अयो। अब के हुन्छ भनेपछि खयो हुन्छ के। कसरी खयो हुन्छ भनेपछि यो उ चाहिँ असँग जोड्दा यो हट्छ के है। यदि बुझ्नु होला यदि VST को तल यो उ छ भनेपछि योसँग हामी अयो आयो ग्रामर जोड्दैछौँ भनेपछि यो उलाई चाहिँ हामीले रिमुभ गर्नुपर्छ अथवा हटाउनु पर्छ के, एउटा नियम हो है। यसको के हुन्छ भनेपछि खयो त हुन्छ तर सिधै खयो भएन। अहिले म लेखाउँछु है कसरी भयो खयो। अब के भयो ठुलो हुन्छु, ठुलो ठुलो छु छौँ छन् ल छिन् ठुलो छ सबै भयो है। अब यहाँनिर त हामीले यहाँनिर उ भेटायौँ होइन, यो पनि लेखौँ यदि VST को अन्तमा उ आएपछि आए लगत्तै भनौँ लगत्तै दायाँपट्टि अयो आयो ग्रामर जोड्दा अयो आयो ग्रामर जोड्दा उलाई हटाउनु पर्छ भन्छ के। ल यो फर्मेटमा हामीले योलाई बनाएका हौं भनेर बुझ्ने। ल लेख्ने लेख्यौ लेख्ने यहाँ नि अब भयो सबैलाई। अब ल इक्जाम्पल हामी सेन्टेन्स बनाऊ है। आनुन छिन्टु एगे सोनुल छयो भन्ने है। यसको नेपाली अर्थ के भयो? म चाहिँ साथीलाई पैसा दिन्छु भन्ने है। म चाहिँ अथवा म साथीलाई पैसा दिन्छु भन्ने है। यसलाई लेख्ने
खिनुन खयो मेरो लम्बाइ ठुलो छ। ल लेख्ने त 친구가 편지를 써요. भन्ने साथी चिठी लेख्छ भन्ने साथी चिठी लेख्छ। अगाडि बढौँ। ल अब केमा पुग्यौँ हामी? अब केमा पुग्यौँ हामी? हाजा एकै बात हो। हादा प्रयोगका अवस्था यहाँ हेर्ने त यदि हादा कुन कन्डिसनमा लाउने त हेर्ने यदि भ्यास्टीको अन्त हेऱ्यो है हेऱ्यो ल हेऱ्यो है यदि भ्यास्टीको अन्त आधा छ भनेपछि हो यदि भ्यास्टीको अन्त आधा छ भनेपछि आधालाई चाहिँ आधालाई सिधा हेयो बनाउने हेयो बनाउनु पर्छ। ल हेर्ने त अब हेर्ने है जस्तै आधा क्रिया हामीले पढेका छौँ है मैले बुझेँ तिमीले के भन्न खोजे हो आधा हामीले क्रिया पढ्यौँ है अब आधासँग हामीले जोड्नु के छ हेरो छ है आधा भनेको गर्नु हो अब गर्नुबाट हामीले के बनाउनु छ भनेपछि गर्छु
गर्छौँ, गर्छन्, गर्नुहुन्छ यस्तो बनाउनु छ भनेपछि अब हामीलाई थाहा छ यदि आधा इन्डिङ भएपछि हे यो डाइरेक्ट बनाउनु पर्छ के यसमा के नहिँड्ने आ अ य यस्तो नहिँड्ने यदि भेष्टीको अन्त तपाईँ भेष्टीको अन्त अथवा वाक्यको अन्त भनौँ यदि आधा इन्डिङ छ भनेपछि सिधा के बनाइदिने हे यो बनाइदिने के यहाँ हेर्नुहोस् त आधाको के भयो हे यो भयो हे यो भनेको के भयो आधा भनेको गर्नु भयो हे यो भनेको के भयो गर्छु गर्छु गर्छौँ गर्छिन् त्यस्तै छ छे ल यो सबै अब हेर्ने योलाई यहाँ राख्ने भेष्टीको अन्त आधा आधा आएपछि हामीले के गरेका थियौँ सिधा हेयो बनाइदिएका थियौँ भनेर स्मरण गर्ने है ल योलाई म मेटाउँछु एकचोटि आधाको लेख्नुभयो लेख्ने त आधाको त्यतै खोछा खाँदा भने के हो आइपुग्नु है आइपुग्नु आइपुग्नु भयो नि अब हेर्ने त त्यसको अब वाक्यको अन्त हेर्ने हामीले के भनेका थियौँ वाक्यको अन्त यदि आधा छ भने त्यसलाई हेयो बनाइदिने सिधा केही छैन कि यसमा आधा भेटायो कि नै हेयो बनाइदिने दा भेटायो भनेपछि मात्र के हो अरू ग्रामरमा भयो आयो जे छ यो अनुसार गर्थ्यौँ यसमा के दिन्छ भनेपछि वाक्यको अन्त सिधा आधा दिन्छ के है आधा दिन्छ तब हामीले आधालाई यदि पर्सेन्टेजमा बनाउने हो भनेपछि सिधा हेयो हुन्छ के अब हेर्ने खोज्छ हेयो गरिदिने सिधा सबभन्दा सजिलो भनेको यही हो आधा आयो हेयो गरिदियो थोचा खाँदाको हेयो भन्छ थोचा के हो यो भने के हो आइपुग्छ आइपुग्छु आइपुग्छन् है आइपुग्छे ल तलको मेटाउँ ल हेर्नु त 한국원예 도착해요. ल भयो आदिको भयो अन्तमा हाम्रो बाँकी के रह्यो यो ल यो प्रयोगका अवस्थाहरू यसमा पनि एकदम इजी छ अरूभन्दा एकदम इजी है अरूभन्दा एकदम इजी यहाँ त यदि व्यष्टिको अन्तमा ई हेर्ने है यदि व्यष्टिको अन्तमा ई मात्र छ ई इन्डिङ छ भनेपछि ई हटाए छ भने ई लाई हटाई यो लगाउने है
यदि VST को अन्तमा ईमा इन्डिङ छ भने ईलाई हटाएर यो बनाउने भन्छ है। ल जस्तै हेरौँ त थारू सिधा भने के हो? सिकाउनु है, सिकाउनु भयो है। थारू सिधा भने सिकाउनु भयो भनेपछि यसको VST बनाउँछ थारू छि, यसको VST भयो। अब यो फर्मेटमा हेर्ने त यदि VST को अन्तमा ई इन्डिङ छ भनेपछि ईलाई हटाएर यो जोड्नु पर्छ है। यो याद राख्ने कि यदि VST को अन्तमा म ई भेटाउँछु भनेपछि ईलाई चाहिँ म हटाइदिउँला, त्यसमा के लगाउँदा मात्र यो लगाउँदा भनेर याद गर्ने है। खारु छ्यो भयो है। खारु छ्यो भनेको के हो? सिकाउँछु, सिकाउँछन्, सिकाउँछिन् सबै भयो है। सिकाउँछु, सिकाउँछु छन्, सिकाउँछन्, सिकाउँछे, सिकाउँछ सबै भयो है। ल लेख्ने त लेख्छु क्या ल एउटा अरू लेख्ने लास्ट लेख्ने है, फेरि घर जाने। थाहा सिधा हो, चोर लाग्नु। अब यसको थाची भनेको के भयो? VST भयो। अब VST को अन्तमा यदि भेटाउँछौँ भनेपछि जहिले पनि यो प्रयोग गरिन्छ भनेर हामीले पढिसकेका छौँ भनेपछि यसमा सिधा यो जोडिदिने। अब यसको भन्ने त मलाई नेपाली चोट लाग्छ। ल भन्ने त त्यसको यति हुन्छ है, चोट लाग्छ भयो। चोट लाग्छ अब यसमा के होला? चोट लाग्छ, चोट लाग्छन्, चोट लाग्छ होला त। चोट लागे त बर्बाद भयो। आजको कला समय यहीँनिर खत्म हुन्छ। अपूर्ण वर्तमान काल भोलि पढ्नेछौँ। आजको लागि कला